ओलीको पार्टी लगाएर यहाँ गोली लगाएको छ खै त गोली यहाँ गोली लगाएको छ घाउ छ यहाँ यता निस्किएको छ गोली 3 वर्ष जेल बसेको यो प्रजातन्त्रको लागि प्रजातन्त्रको लागि ओलीकै पार्टीको हो त्यति नगरेर तपाईँले बोल्न जान्नुहुन्न नि केही न केही जिज्ञासा राख्नु गोली तपाईँलाई छेड्यो पार्टीको मान्छे हो म जिल्ला कमिटीको सदस्य नेकपा एमाले जिल्ला कमिटीको सदस्य सिन्धुपाल्चोक अहिले पनि हो अहिले होइन म आराम गरेँ दर्शन यति हामी पेप्सी कोला यो जडीबुटीदेखि पेप्सी कोला क्षेत्रमा आएका छौँ र तपाईँले देखिराख्नु भएको छ दृश्यमा कयौँ घरहरू भत्किँदै गरेको दृश्य तपाईँलाई देखाइरहेका छौँ। हामीसँग 86 वर्षे बा हुनुहुन्छ, बासँग कुराकानी गर्नेछौँ। उहाँको पनि घर परेको छ र उहाँले पनि आफ्नो घर भत्काउँदै हुनुहुन्छ, किन भत्काउँदै हुनुहुन्छ, कसरी भत्काउनुहुन्छ यो बारेमा कुराकानी गर्नेछौँ। र चर्चित कलाकार जो चाहिँ जिरे खोर्सानीमा खेल्नुहुन्छ, अन्य धेरै सिरियलहरूमा खेल्नुहुन्छ, भोक्लायो उपनामले चिन्नुहुन्छ, उहाँको बुवा हुनुहुन्छ। यहाँलाई स्वागत छ, नमस्कार। हजुरको परिचय गराउनु भयो हो यो त बालनजीले एकदम राम्रो गर्न लाग्छ। फेरि बालनजीले गर्नु पनि हुन्छ क्या त्यो गर्नुहुन्छ, तुरुन्तै भत्काएर अस्ति यस्तो पारेर छोड्नुहुन्न उहाँले गर्नुहुन्छ भने हामी सबै जनताहरूलाई विश्वास छ। अहिले यहाँ बाटो ठुलो बनाउने, यहाँ चाहिँ साइकल लेन के बनाउने, पौराइजा बनाउने भन्ने कुरा आज यो राम्रो कि नराम्रो? राम्रो विकास गर्नुहुन्छ, राम्रो। तर कति चाहिँ ठिक गरेनन्, बालेले गल्ती गरे, ठुलो गल्ती गरे भन्छ नि। त्यो गल्ती गर्यो भने चाहिँ यही जग्गा मिचेर चाहिँ घर बनाउनेहरूले उनीहरूलाई चाहिँ अप्ठ्यारो भयो, घर भत्काउनु पऱ्यो। त्यसो भएर यसले चाहिँ बेमान गर्यो, राम्रो गरेन भन्ने हो। हजुर, अरूलाई त सबै ठिक। बालेले गरेको काम कस्तो छ त्यो अहिले पेप्सी कोला? राम्रै लाग्छ, राम्रो, ठिक छ। राम्रो छ। ओली बाले ठिक छैन भन्छ एमालेहरूले। यहाँ मालेहरूले केही पनि गरेन क्या, होइन। देशको विकास गर्नु भने त राम्रो हो नि त, सबैको लागि राम्रो हो विकास गर्ने। होइन, प्रधानमन्त्री छन् नि अहिलेका प्रधानमन्त्री केपी ओली। कस्तो लाग्छ तपाईँलाई, राम्रो छ नि? होइन, यो मान्छे त राम्रो मान्छे चाहिँ होइन। यो म के अरे मैले देखेको जानेको चाहिँ होइन। झापातिर कति मान्छे मारेर आएको भन्छ नि, धेरै मान्छे मारेर आएको। हजुर, किन ठिक छैन ओली बाबा? त्यही मान्छे मारेर आएपछि नराम्रो ठिक भएन क्या। अनि गाउँले छोरालाई त्यसरी मार्नु पाइन्छ त, किन मार्यो त थाहा छैन। अनि प्रचण्ड चाहिँ कस्तो त? पर्छने पनि त्यही हो, त्यो पनि गएकै हो, मान्छे कति होइन। त्यो पनि कतिवटा मान्छे त कोही पनि आएको छैन कि। शेरबहादुर देउवा एउटा पनि त्यो पनि मान्छे राम्रो होइन। प्रधानमन्त्री हुने मान्छे कुनै पनि गतिलो छैन कि क्या, कुनै गतिलो छैन। बालेन चाहिँ कस्तो छ? होइन, अलिअलि पालेर चाहिँ राम्रो गर्दै ल्याए जस्तो लाग्छ मलाई। के भने बाटो फरक बनायो, ठिक छ। होइन, जो अन्याय परेको छ नि उसलाई पनि भत्काउनुहुन्न है। फेरि ए भनेपछि मुआवजा दिनुपर्नेलाई दिएर सबैलाई न मुआवजा दिनुपर्छ। त्यसमा हाम्रो आफ्नो पर्या सम्झिनुपर्छ कि उसको पऱ्यो भनेर हुँदैन। भोलि हाम्रो आफ्नो पर्या हुनसक्छ, अनि आफ्नो पऱ्यो भने के खिचडीको पर्ने त भएन नि। आयो राणा शासन मिल्कायो, त्यसपछि प्रजातन्त्र आयो, प्रजातन्त्रलाई मिल्काएर चाहिँ पञ्चायत व्यवस्था लागू भयो। पञ्चायतलाई पनि मिल्काउनलाई हामी नै जेल नेल भोगेको, हामीले नै। मै 3 वर्ष जेल बसेको तपाईँ नै सिन्धुपाल्चोकमा। मैले गोडामा गोली लागेको छ त्यो गोलाम गोली लाग्यो प्रजातन्त्रको लागि। अब अहिले यही ठिक भएन भन्ने कुराहरू आइरहेछ। अहिले राजा चाहियो भने जनता निराश भए, नेताहरूले काम गर्न नसके हो राम्रोसँगले। खास यो शासन फेरेर होइन, केही नेताहरू खराब छन्, नेता फेरियो भने राम्रै होला। गणतन्त्र सञ्चालन गर्ने ड्राइभर मात्रै ठिक नभएको हो, ड्राइभर फेरियो भने ठिक होला सायद। अब ड्राइभर चाहिँ को हुनु पर्यो त त्यसो भने? ल ड्राइभर त अब अहिले बालन जस्तो मान्छे, हर्का साम्पाङ जस्तो मान्छे, यस्तो नव युवक, अलिकति भिजन भएको, पढे लेखेको, त्यस्तो सम्बन्धित विषयमा चाहिँ ज्ञान हासिल गरेको यस्तो मान्छे हुनु पऱ्यो क्या। यो 10 कक्षा 8 कक्षा पढेको, पुरानो विचार बोकेको, पुरानै ढडामा देखेको, विकास निर्माणको चाहिँ एउटा भिजन नभएको मान्छेहरू आएका छन्। अनि पार्टी सिस्टममा पार्टीलाई हेर्ने, एउटा पार्टीले अर्को पार्टीको विरोध गर्ने, यो कारणले चाहिँ यो विवादहरू आएका हुन्। र विकास निर्माणमा पनि यसले अलिकति अवरोध खडा गरेको छ। अनि ओली बाबा पनि त 14 वर्ष जेल बसेर 3 चोटि 4 चोटि प्रधानमन्त्री भइसक्नु भएको छ त, उहाँहरूमा के को कमी भयो? भिजनको कमी भयो, मिलाएर लानु पर्थ्यो, मिलाएर लान सक्नु भएन, त्यही हो कमी त्यही हो। कमी त्यही हो। अहिले राजावादीहरू सलबला छन् देशमा। अब त्यो मान्छेले अवसर खोज्छ नि त, पानी धमिलो भएको बेला माछा मारौँ भन्ने एउटा अवसर खोज्या हो, तर सम्भव छैन। होइन, ठुला माछाहरू झ्याम समाउन थाल्यो अख्तियारले। माधव नेपाललाई मुद्दा हालिसक्यो, हेर्नुहोस् त। मेरो विचारमा जसले गल्ती गरेका छन्, जति फाइल तयार भएको छ, फाइल तयार गर्नुपर्ने हो, फाइल तयार पनि गर्नुपर्छ, फाइल अनुसारको कारबाही हुनुपर्छ। चाहे ओली होस्, चाहे शेरबहादुर होस्, चाहे यो अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल नै किन नहोस्, सबै पर्नुपर्छ। प्रचण्डलाई चाहिँ प्रचण्ड पर्नु पर्यो नि, गल्ती गरेको छ भने। सबै ओलीको त पहिल्यै फाइल तयार भएको छ त। ल फाइल तयार भएको छ भने खोल्नुपर्छ, उसलाई त हुँदैन त नि। होइन, त्यो त हुनुपर्छ। तपाईँलाई के लाग्छ त्यो उसलाई त नहुने र उसको गिरीबन्धुमा भएन त उहाँलाई? अब त्यो मैले एउटा वरिष्ठ वकिलले एउटा चाहिँ ऊ भनेको थियो, त्यो
खोजेको हो गरेको छैन भनेर एउटा वकिलले भनेको थियो त्यो हो कि होइन फाइल खोल्छु भन्दा रवि लामिछाने लगेर थुने भन्छन् यहाँनिर रासोपाहरू अब रवि लामिछाने त केही अब त्यत्रो 5-7वटा सहकारीमा केही कमी कमजोरीहरू भएको होला त्यही कारणले पर्यो होला अब कुनै कमी कमजोरी नभेटे त मान्छेलाई त्यसै लगाएर थुन्दैन नि त्यसै मलाई थुन्नुपर्ने अर्कोलाई थुन्नुपर्ने अर्कोलाई थुन्नुपर्ने कहिले छोरीको पालो कहिले बुहारीको पालो भने जस्तो हो त्यसो भने अब अनि यो हिन्दू राज्य सहितको राजा माग्दैछ त के हो यो तपाईँलाई के लाग्छ यो विषयमा अहिले जे छ त्यही हो भनेपछि नेताहरूले खनेको खाल्डोमा आफै पर्छन् बिस्तारै होइन पर्नुपर्नै पर्छ जसले गल्ती गर्यो ऊ पर्नुपर्छ मेरो भनाइ त्यो तर गल्ती गर्नेहरू प्रधानमन्त्री मन्त्री गृहमन्त्री हुन्छन् यहाँ गल्ती नगरेर जेल जान्छन् हिजो प्रधानमन्त्री भएको माधव नेपाल पर्ने भएन त हो त्यस्तै गरेर प्रचण्ड पनि पर्नु पर्यो शेरबहादुरले गल्ती गरेको छ भने शेरबहादुर पनि पर्नु पर्यो प्रचण्ड पनि पर्नु पर्यो अनि रामचन्द्र पनि पर्नु पर्यो जो पनि केपी पनि पर्नु पर्यो अनि गृहमन्त्रीको छानबिनै हुँदैन ललिता निवासको छानबिनै हुँदैन यदि उनीहरू पर्दैन त अब कसरी पार्ने यिनीहरूलाई घोटाला भएको हो नियम विरुद्ध भएको छ गरेको छ भने त्यो खोलिनुपर्छ पर्नुपर्छ भनेपछि कानुन सबैलाई समान लाग्नु पर्यो हुनुपर्छ तर लागेन त नि लाग्नुपर्छ खोइ लागेको त हुँदैन त उनीहरूलाई अब त्यो अलिकति कसिनु पर्यो त्यो विषयमा के गर्नु पर्यो जनताले के गर्नु पर्यो जस्तो लाग्छ तपाईँलाई खोल सबै फाइल खोल भनेर सडकमा आउनुपर्छ जनता अब खोल्छु भन्दा जेल हाल्दिने अनि कसरी चाहिँ खोल्ने त नि कतिजनालाई हालेर कतिजनालाई हाल्ने 1 जना 2 जना 3 जना हालेर हुन्छ सबैलाई हाल्नु जो सडकमा आउनु पर्यो आउनु पर्यो अनि अब महानगरमा वडा अध्यक्ष काम कस्तो छ 25 नम्बर नराटी भन्नुहोस् त वडा अगाडि गजब छ वडा सदस्यहरूको केही छ गुनासो तपाईँहरूलाई उहाँले गर्नु भएको छ मजाले कतै उहाँको पार्टीलाई मात्रै नगरे त होइन नि सबैलाई सम्मान छ हो मेयर साहबलाई के छ त सल्लाह सुझाव मेरो साहबलाई अलिकति सहजीकरण गरेर सबैको सल्लाह पनि सुनेर मानेर अगाडि बढ्नुपर्छ भन्ने कामै गर्न दिएन भन्छन् तर राजु पाण्डेलाई हटाइदिए भन्छन् सबै होइन अरूको पनि सल्लाह सुन्नु पर्यो नि उहाँको विकास गर्ने भिजन चाहिँ भएको मान्छे हो तर विकास गर्छु भन्ने भिजन बोकेर मात्रै भएन अरू पनि कुरा सुन्नु पर्यो राय सल्लाह लिनु पर्यो अरूसँग पनि मिल्नु पर्यो केही लिनु पर्यो केही दिनु पर्यो आफ्नो मात्रै कुराहरूलाई लिने ढिप्पी तालले अगाडि लिएर गयो भने त्यो अलिकति सहज हुँदैन दुर्घटनामा जान्छ नि त होइन तर माफियाहरूलाई अहिले भएको त्यही हो होइन माफियाहरूलाई दलालहरूलाई त म जसरी लगेर्छु म झुक्दिनँ भन्नुहुन्छ त उहाँले भ्रष्टाचारीहरूसँग नेपालमा जतिवटा चाहिँ अहिले मेयरहरू आए हिजो नगर पञ्चायतको प्रधान पञ्चायतदेखि लिएर अहिलेको बालनले जति राम्रो कसैले गरेर जसले सार्वजनिक सम्पत्ति मिचेर घर बनाएको थियो खोलामाथि घर बनाएको थियो सरकारी जग्गा मिचेर बनाएको थियो सबै घरका सफा सुन्दर हराभरा सहर बनाएको छ त्यसमा म बालनलाई थप स्यालुट पनि गर्छु सबैलाई राम्रो भन्नु राख्नु भएको छ तपाईँले पार्टीहरूले कामै गरेन हे जसले भन्छन् त त्यो त आँखा चिम्लेर विरोधको लागि विरोध गरे मात्रै हो बालन अहिलेसम्ममा उत्कृष्ट बालन कसम हो स्यालुट छातीमा हात राखेर भन्नुहुन्छ एकदमसँगले 100% होइन उहाँ त्यसमा त वडा अध्यक्षहरूको पनि दिनु होला नि त सबैको छ नभए त अनि वडा अध्यक्षको के काम होला केही लियो होला तर भिजन भएको हुनाले वडा अध्यक्ष त पहिला पनि त थिए नि होइन वडा अध्यक्षहरू अहिले थिए नि खोइ पहिलाको वडा अध्यक्षले पहिलाको प्रधान पञ्चायत मेयरहरूले गरे अहिले वडा अध्यक्षहरूले फेरि चाहिँ विरोध गरिरहेछन् बालेनको अनि त्यो त मत नमिलेर हो बालेन स्वतन्त्र परे अरू पार्टीका परे त्यही विरोधको लागि विरोध गरेका मात्रै हो बालेनले नराम्रो काम गरेकै छैन एउटा दुईटा केही कमी कमजोरीहरू त मान्छे हो 32 लाख युक्त मानिस कोही पनि हुँदैन प्रधानमन्त्रीज्यूले भन्नुभएको छ म एमालेको झोले नै हो कसले गर्छ ल गरेर देखाऊ मलाई छाती ठोक्नुहुन्छ उहाँ कहाँ त्यस्तो भन्नुहुन्छ हुँदैन झोले हुँ भन्छ त प्रधानमन्त्रीज्यूले आफै हेर्नु त्यो प्रधानमन्त्रीज्यूलाई के भन्नु मन लाग्यो त्यो भन्नुभयो होला अब प्रधानमन्त्रीका सहयोगी सल्लाहकार सुझाव समर्थकहरूले के मन लाग्यो त्यो भन्नुभयो होला तर यथार्थ त जनताले देखाएको छ नि प्रधानमन्त्रीले त म जनताको झोले हुँ नेपाली जनताको झोले हुँ भन्नुपर्ने एमालेको झोले हुँ भन्नुहुन्छ त्यो हुँदैन कहाँ एमाले नेपालको प्रधानमन्त्री अनि त म जनताको झोले हुँ नेपालको राष्ट्रपति भनेको नेपालको हो हुनुपर्छ त्यो अब पार्टीको म फलानाको यहाँ तपाईँ चाहिँ कुन पार्टीको ल अन्तिममा भनिदिनुहोस् त म त जनता हो जनता स्वतन्त्र भोट चाहिँ म सूर्यमा हाल्ने मान्छे हो ए अनि किन ओलीको विरोध गरिरहेको यथार्थ बोल्नुपर्छ त्यो पार्टीगत गयो भने त सिद्धिहाल्यो नि ओलीको पार्टी लगाएर यहाँ गोली लगाएको छ खै त गोली यहाँ गोली लगाएको छ घाउ छ यहाँ यता निस्किया छ गोली 3 वर्ष जेल बसेको यो प्रजातन्त्रको लागि
उनीकै पार्टीको हो। त्यति नगरी तपाईँले कोही बोल्न जान्नुहुन्न नि केही न केही जिज्ञासा राख्नु गोली तपाईँलाई छेड्यो उनीकै पार्टीको मान्छे हो म जिल्ला कमिटीको सदस्य नेकपा एमाले जिल्ला कमिटीको सदस्य सिन्धुपाल्चोकको अहिले पनि हो अहिले होइन म आराम गरेँ अहिले छोडिसक्नु भयो अहिले छिटाहरूलाई दिनु पऱ्यो नि युवकहरूले गर्छु भनेर अब भोट केलाई हाल्ने त स्वतन्त्र हाल्ने कि एमालेलाई सूर्यलाई न सूर्यलाई नै हाल्ने साथ सूर्य साथ नेकपाले जिन्दाबाद त्यसो भने आफू लागेको पार्टी हो। सूर्यको माया छ तर छाप सूर्यमा लगाए पनि म यथार्थ बोल्ने मान्छे होइन सूर्य भनेपछि पार्टी छोडेर बस्यो होइन सूर्य भनेपछि जनताहरूले अहिले चाहिँ नि पानीले वाकेर कुला गर्नु पर्यो मुख भन्छन् नि यहाँ अनि किन मैले सूर्यमा हाल्छु भने अझै सूत्र राम्रो काम गर अरूको पनि कुरा सुन समान व्यवहार गर भनेर म भन्न चाहन्छु पार्टीलाई सुझाव दिन चाहन्छु तर पार्टी एकलौटी चल्यो भन्छन् यहाँनिर पार्टीले काम गरेन जनताको त्यसरी चल्नु हुँदैन त्यसरी चल्यो भने त देशमा जनताले दुःख पाउँछ देश विकास हुँदैन विकासमा अवरोध हुन्छ अनि आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने भन्छन् यहाँ पार्टीलाई दोष छ एमाले प्रति त एमाले नामै सुन्न चाहेन जनताले अहिले त्यो त काङ्ग्रेसले एमालेलाई भन्छ एमाले काङ्ग्रेसलाई भन्छ माओवादीले अर्को पार्टीले भन्छ अर्को पार्टीले माओवादी यो त पार्टी सिस्टममा त्यो भन्छ तपाईँको भनाइ चाहिँ एमाले ठिक छ तर व्यवस्था ठिक छ अवस्था ठिक भएन भन्नु खोज्नु भयो सुध्रिनुपर्छ पार्टी ठिक सिद्धान्त ठिक तर व्यक्ति अलि हरामी भयो व्यक्ति हरामी भयो ड्राइभर फेरिनुपर्छ भनेर मैले अघि ओलीबाको काम गरे भएन ड्राइभर फेरिनु पर्यो ओलीबाले भएन अहिलेको ड्राइभर भनेर त ओली हो नि त त्यसो भए तपाईँ ओलीबासँग असन्तुष्टि हुनुहुन्छ क्रियाकलाप भनाइहरू केही कार्यनीतिहरू चाहिँ ठिक लागेको छैन ठिक लाग्छ त्यो ठिक हुनुपर्छ पुरै ठिक तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुरा हो फाइल सबैको खोल्नुपर्छ ल समग्रमा फाइल सबैको खोल्नुपर्छ सबैले जेल हाल्नुपर्छ होइन ओलीको नि खोले हुन्छ फाइल खोल्नुपर्छ सबै जेल हाल्नुपर्छ ओलीलाई नि जेल हाल्ने ए हामी पनि पहिला बसेकै हो होइन ओलीबालाई नि जेल हाल्ने हाल्नुपर्छ किन यति गल्ती गरेको छ भने हाल्नुपर्छ भनेको तपाईँ जेल त भ्रष्टाचार गरेर पसेको होइन होला नि त किन हामी प्रजातन्त्रको लागि हामीसँग प्रमाणपत्र छ त्यही त भ्रष्टाचार गरेर त होइन किन भ्रष्टाचार गर्ने त्यही त नेताहरूले भ्रष्टाचार गरे हामी यहाँ त भ्रष्टाचार विरोधी होइन भ्रष्टाचार गर्ने चाहिँ प्रधानमन्त्री गृहमन्त्री भयो भन्छन् यहाँ दिनकै 50 लाख खानेहरू भन्छन् यहाँनिर संसदमा हङ्गामा छ त्यो पदको दुरुपयोग गर्छन् मान्छेले अनि एयरपोर्टमा सक्यो भन्छ त सबै त्यही पैसा पदको दुरुपयोग गरेको हुनाले त अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेर खडा गरेको छ अनि अख्तियारमा उहाँहरूकै झोले छन् भन्छन् फेरि होइन त्यो त गर्नुपर्छ नगरे त के लाग्छ त मेरो के लाग्छ हाम्रो त भनाइ हो त्यो गर्नुपर्छ सबैको फाइल खोल्नुपर्छ भन्ने भनाइ हो हस् ल धन्यवाद नमस्कार ल नमस्कार धन्यवाद सिन्धुपाल्चोक अहिले यहाँ पेप्सी कोला जडीबुटीमा तपाईँको घर तपाईँको पनि घर फेरि भत्काउँदै हुनुहुन्छ के भइरहेको छ यहाँनिर अब बाटोमा पहिले 11 मिटरमा बनाएको थियो 11 मिटर थियो कायम हजुर अहिले 15 मिटर कायम भएको हुनाले टुङ्गपत्र बनाए हुनाले मिटर गयो तपाईँ जस्तो मेरो 4 मिटर भयो 4 मिटर गयो 4 मिटर भने सानो हो त नि यहाँ त बालेन शाला चाहिँ फटाओ भन्छन् कतिले घेराबन्दी काम गर्न दिएन भन्नेले त्यो के भन्छन् होला म त भन्दिनँ भन्नुहुन्न जे जसो भए नि यो नगरमा टिम पालेर केही गरेको छ होइन राम्रो काम गर्नुभयो उहाँले पक्का हो तर अरूको भन्दा धेरै राम्रो